भनाइ के छ भन्नुहोस् त ठिक छ नि होइन अब हामी लाग्यो कता लाग्यो हामीहरू नयाँ गुरुजी आजदेखि मात्रै निम्ति उहाँको हजुर उहाँको दिउँसो ब्याङ्कमा राति गाडीमा अब 4 भाइ हामी चाहिँ अहिले फाइनली गाइस जुनको धार्मिक स्थल अथवा पाथिभरामा हामी दर्शन गर्न अहिले जाँदैछौँ। लिङ्स दाई, म दिपक गुरुङ, तारामान गुरुङ र हाम्रो पान्जु र यो हामी विशेष चाहिँ त्यहाँबाट हाम्रो होटलको चाहिँ एउटा रेस्टुरेन्टको नाम पनि राखेको छौँ काब्रु र विशेष गरेर काब्रुलाई पनि हामी प्रार्थना गर्दछौँ उहाँको हामीले नाम राखेर होटल चाहिँ अहिले सञ्चालनमा ल्याइरहेको छौँ है त लिङ्स दाई। ओके हामी राम्रै जान्छौँ, राम्रै पूजा गर्छौँ, सबै हित कल्याणको निमित्तको लागि हामी पूजा गर्दछौँ है। दाइले गर्नु 30 लाख हामी पनि छौँ है। अहिले हाम्रो अवस्था अलिक नाजुक छ, बाटो एकदम खराब छ। तलको दुईटा लाइनिङ नै अपडेट गर्नुपर्ने लिङ्स दाइ। हामी अहिले चाहिँ यो भन्नुपर्दाखेरि काप्रेपाटी हामी पुग्यौँ। अब यहाँदेखि हामी भोलि पैदल यात्रा गर्छौँ बिहानको ठ्याक्कै समय छ, बिहान थाहा हुन्छ 5 पछि नै त्यतिखेर थाहा हुन्छ होला। अहिले हामी भन्नुपर्दाखेरि हाम्रो घर आज बस्ने देवानचोलाको होटल देवी पार्टीबाट होटल एन्ड लज। हजुर भर्खर उठ्यो, नुहाइधुवाइ गऱ्यो, अब माथि लागिन्छु ल। बिहान उठ्यो दुई शब्द जाओस्। नमस्ते, गुड मर्निङ लिङ्स दाइ। अहिले हामी चाहिँ पाथिभरा दर्शनको निमित्तको लागि काफेबाटीदेखि उकालो हामी जाँदैछौँ। बलु डाँडाको आसपास पुगिरहेको छौँ। यो दृश्य हेर्नु होला, प्राकृतिक दृश्य। तारामान गुरुङ, हेलो तारामान गुरुङ। हेलो पान्जोला, पान्जो जखमले त्यसले सिटिङ रुम हुन्थ्यो होइन, अनि उता कोठा पनि बस्थ्यो। 1 घन्टा हिँडेर हामी अहिले चाहिँ माथिल्लो फेरीमा हुनु त उसको आइडिया हो होइन। हामी अहिले फेरीमा भीमसरकोमा हामी अहिले चिया पिउँदैछौँ बिहान। लिङ्स दाइ 6:49 हामी आइपुग्यौँ उहाँ भीमसर। धेरै समय अगाडि पाथिभरा उत्पत्तिको निमित्तको लागि चाहिँ भेडीगोठले गुरुङहरू चाहिँ भेडा हेर्ने क्रममा भेडा यहाँमाथि अल्पियो अनि अल्पिसकेपछि चाहिँ तपाईँको सपनामा राति भेडा धेरै दिनसम्म हराए। खोज्दा नभेटिसकेपछि यसरी खेद्दै आए, हेर्दै आउने क्रममा चाहिँ यसरी भेडा हराए, अल्पे। हराइसकेपछि जान्छ भन्ने एउटा परिवार गुरुङ चाहिँ सुतिराख्दाखेरि राति सपनामा चाहिँ ट्याक्कै यस्तै तरिकाले बाघमाथि चढिएको, यसै हातखुट्टा यस्तो भएको देवीले चाहिँ मलाई यस्तो एउटा चाहिँ भेडा चढा। त्यो चाहिँ खास गरी काटमारको लागि होइन, बान हुन्छ नि को लागि चाहिँ खास गरी चढा भनेको रहेछ। चढाउँदाखेरि राति चाहिँ त्यस्तै सबैको सपना एउटै मिलेर चाहिँ यस्तै देवी थियो भनेर चाहिँ भोलिपल्ट चाहिँ म तपाईँलाई एउटा कतिलो चाहिँ भेडा दिन्छु भनिसकेपछि भोलिपल्ट चाहिँ भेटाएको कहानी छ। अनि त्यहाँदेखि सबैले परिवारले चाहिँ त्यस्तो देखिसकेपछि पाथिभरा काली टप छ, त्यहाँदेखि मुनि चाहिँ देवीको चाहिँ मन्दिर हो। खास गरी उतापट्टि छ गुफा छ, मेन गुफा छ। अनि यो चाहिँ इतिहास कालमा त्यो छ। जो कसले जसले भेटाए पनि, जसरी जसले गरे तापनि, गुरुङ भए पनि, जोसुकै समुदायले भेटाए तापनि, तर हामी सबै मानव कल्याणको निमित्तको लागि चाहिँ पाथिभरा देवी हो। पाथिभरा
अँध्यारो हुन्छ आओ फेरि दिउँ त टक्क लाएर टक्क आएर यस्तो प्रकृति मनोरममा साथीबाट आउनुभएको कहिले भन्नु बन्द राखेर यतिको हरियोमा यतिकै उज्यालोमा आएको म मान्छु कि यहाँ अब यस्तै फुलिरहेको समयमा होइन यस्तै समयमा टक्क हरियालीमा पनि आएँ हिउँ भरि हुँदा पनि आएँ म पनि कति भने अहिलेसम्म 7-8 खिचाइछ कि यो हुनु चाहिँ यो रुखहरू चाहिँ सबै केवल खालकै लागि काटेको हो न यो यहाँ ल हामी आइसक्यो रनिङ गरेर म जित्ने चाहिँ म खोजी नसक्ने भए हुन्थ्यो यहाँनिर केटाहरू फोन मात्रै व्यस्त भयो भयो खोजी नसक्ने भए हुन्थ्यो अब कालो सक्यो आरामले जाने आउनु आउनु मेरो फोटो म हिँड्छु नि म त नाटक मात्रै गरेको नि म हिँड्छु नि के को मैले यस्तो बोक्छ जखमलेलाई के को बोक्छ जखमलेलाई म हिँड्छु नि कहिले जाने कुरा हामी हिँड्दैछौँ हामी पाथिभरा मेन होइन जाने हामी जमर्को गरिरहेको छौँ ट्राईमा छौँ पुग्दैनौँ आफ्नो ठाउँमा होला तर यो बाटो चाहिँ दाइ हिँड्नुहोस् दाइ हजुर कहिले हामी हिँडेको छैन क्या म पनि हिँडेको छैन फर्स्ट टाइम हो मन्दिर माथि हो तल्लो बाटो हेऱ्यो भने त यही भएर यता हेर्नुहोस् ओम मा नि पे मे हुम रि अब मैले 6 स्टेप डालेँ त्यही सोचेँ क्या यो त्यही अक्षर देखेँ क्या मैले अब राम्रो रिजन आयो नि त आफ्नो सोचै राम्रो हुनुपर्छ के आयो अरे भन्नुहोस् त एकचोटि ओम मा नि पे मे हुम रि 6वटा अक्षर ट्याक्कै अब मैले राम्रो नजरले हेर्सेपछि यो चाहिँ एउटा मानव सभ्यता र शान्तिको प्रतीक हो भनेर बुझ्छु क्या यस होइन सोचै राम्रो हुनु पर्यो सोचाइ राम्रो हुने बित्तिकै यता 5वटा ढुङ्गा पनि के पनि सोचाइ राम्रो आइहाल्छ 5वटा के आउला यसको चाहिँ यो चाहिँ साथीहरू त हामी चाहिँ त मन्दिर छ भनेर जाँदैछौँ पुगिन्छ कि पुगिँदैन थाहा छैन पुरानो ठाउँ हेऱ्यौँ आएको बेलामा समय छ भन्नु पऱ्यो नि हामी अहिले चाहिँ हाम्रो पाथिभरा देवीको उत्पत्ति भएको ठाउँमा
हेर्न जाँदैछौँ हेर्न जाँदैछौँ सफल हुन्छ कि हुँदैनौँ अहिले म यत्रो वर्ष भयो अहिलेसम्म गएको छैन आज चाहिँ जाउँ भनेर निङ्स दाई यता तारामान चाहिँ म अनि हामी चाहिँ अहिले यो बाटो जाँदैछौँ यो हुन पनि सक्छ नहुन पनि सक्छ हामी तर जाने चाहिँ प्रयासमा छौँ छौँ र हामी जान्छौँ हजुर अहिले चाहिँ हामी मैले अस्ति एकचोटि देखेको थिएँ क्या सर्चिङ ठिक छ हामी यस्तो अहिले त मन्दिर जाने भनेर उत्पत्ति भएको ठाउँ स्थल हेरौँ सकेसम्म सक्यो भने सजिलो त छैन हजुर ए निकै अप्ठ्यारो छ त अलिकति घुम्ने ढुङ्गा हानेको त्यही रहेछ ए ढुङ्गा अप्ठ्यारो छ भनेको हामी यहीँ हुँदै ट्याक्कै ए मेन पोइन्ट हामीले लगभग आइपुगिसक्यो जानु त यस्तो चाहिँ अब सबैलाई देखाइदिनु पऱ्यो नि त होइन लगेर कस्तो आनन्द भयो नि हो नि अप्ठ्यारो हल्का थोरै यतिको छ अब दुःख त गर्नु परिहाल्यो परिहाल्यो नि यति पनि दुःख नगरे त के भयो त भगवान्ले चाहनुभयो भने यहाँ चाहिँ कति हुनुभएको यो केन्द्र हो हजुर आफै विचार गर्नु उहाँ चाहिँ अब यहाँ आएर बस्नुहुन्थ्यो क्या पहिले तपाईँको बिहा कहाँदेखि लानुहुन्छ थाहा भएन हामी चाहिँ यहाँबाट जान्छौँ मन्दिर चाहिँ माथि हामीले चिताएको कामहरू सबैको ठुलो छ है हामीले चाहिँ सदा अर्पण गऱ्यौँ यसको टपमा चाहिँ यताबाट जाँदा हुन्छ यहाँ के छ अब देख्नु भयो यस्तो ढुङ्गा तपाईँ देख्नु भएको थियो यो तपाईँले युट्युबमा देख्नु भएको दिस इज भेरी नाइस मैले त्यो अचम्म देखेँ भनेको तपाईँसँग उता जाँदा उयसमा हो थियो डायमन्ड हो काय मान्छे त हिँड्नु नि सिस्नु छ है सिस्नु खुट्टामा लाग्ला अरू फेरि यो चाहिँ हाम्रो पाथेबारा देवी माता उत्पत्ति भएको ठाउँ सबभन्दा पुरानो तलको यहाँ चाहिँ मैले अहिले यहाँ कतिबाट आएको जल रहेछ जल चाहिँ प्रसादिक रूपमा साथीभाइ इष्टमित्र घर परिवार होइन पुरम किनकि यहाँ आउनु अलिक गाह्रै रहेछ होइन जो पाइ आउनु सक्दैन अब एकछिन पानी थापौँ अनि ब्याग बिहामाथि यहाँ छ लानु पर्यो यतिकै छोड्ने कुरा त आएन ए पुरा खोताले लुगालाई हामी चाहिँ अहिले मेन उत्पत्ति स्थलबाट फर्किँदैछौँ अलिकति अब बाटो यहाँ थोरै अप्ठ्यारो छ अन्त अहिले अब दिनुहुन्छ यहाँ आफ्नै चालमा यति नदी पनि भएन नि त फेरि होइन नि फेरि पुग्ने पऱ्यो ब्याग कडेको छ साथी हामी तल मेन पोइन्ट गएर अब चाहिँ अब 10 मिनटमा ट्याक्कै आइपुग्छौँ ल त्यो उत्पत्ति स्थल गएको ल राख न यो अप्ठ्यारो बाटो यस्तोमा छु क्या तिमीले फोन गर्छ यहाँ आएर त यहाँ भिडियो गर्दैछु क्या यहाँ हुन्छ दाइ खेल्दै बस्यो होइन नि यस्तो ठाउँमा भोक लाग्यो भन्दैछ
अब यहाँ यसरी चढ्नु पर्यो फोन पनि जब गर्नुपर्ने छ दिँदैन ए ब्याग सुरक्षित रहेछ हाम्रो ब्याग हाम्रो त्यहाँनिर छ है ल एकछिन भान्जी जाने यहाँ यसले र नानी यो त नि यो त अहिले यस्तो हरियोमा त यतिखेर झन्न खुलिएको पो त के गरेको त जफामले के गरेको भिडियो बनाएको